हाई वेलकम टु माई मिनी ब्लग। आज पनि हामी सधैँ जस्तै बिहान नै रेडी भएर अफिस गयौँ। बाटो साइडको खेतबारी कस्तो राम्रो थियो अनि हामी टाइममा नै अफिस पुगेर अलिअलि गर्नुपर्ने कामहरू गरेर अर्गनाइजेसन भिजिटको लागि त्यहाँदेखि निस्क्यौँ। हामी चाहिँ सधैँ एउटै ठाउँमा खाना खाने गरेका छौँ अनि त्यहाँ लन्च गरेर सबै आफआफ्नो जानुपर्ने ठाउँमा लाग्यौँ। हामीलाई चाहिँ पुग्नुपर्ने ठाउँ चाहिँ थाहा थियो, तर कुन बाटो हुँदै जाने भनेर चाहिँ हामीलाई थाहा थिएन। अनि त्यसैले हामी सबभन्दा पहिले बस पार्क गयौँ अनि त्यहाँदेखि सोद्धा सोध्दै हामी एउटा म्याजिक चढेर आफ्नो गन्तव्यतिर लाग्यौँ। अनि बाटो साइडको यो भ्यू त मलाई कस्तो राम्रो लागिरहेको थियो। मलाई चाहिँ यहाँ पञ्चायत सिरिजमा त्यो गाउँ थियो नि त्यस्तै भाइब्स आइरहेको थियो। यहाँ पुगेर चाहिँ हामीले आफूलाई चाहिने इन्फर्मेसनहरू लियौँ। अनि यहाँ चाहिँ सरसफाइ पनि भइरहेको थियो। अनि यो चाहिँ मेरो आउटफिट अफ द डे, तर हामी एकदम थाकेको थियौँ। त्यही पनि म र मेरो साथी मक्क पर्दै आफ्नो काम सकेर अटोमा नै फर्क्यौँ। मलाई हेटौडा बजार देख्यो भने कस्तो महेन्द्रनगरको बजारको याद आउँछ कि आफ्नो घरतिरको याद आउँछ। यताको बाटोहरू बजारहरू देखेर अनि घर फर्क्यौँ, फ्रेस भयौँ अनि खानासाना खाएर एकछिन डिस्कसन गरेर सबै सुत्यौँ।